100 प्रेसर भनेको फेरि 80 यो भयो एन्टिबायोटिक अनि त्यो भएपछि फनेल सेपमा जहिले पेशेन्टलाई एक्सप्लेन गर्छु मैले है अनि अप्ठ्यारो पेनफुल प्रोसिजर त्यो भएर पेशेन्टलाई अलिकति अप्ठ्यारो हुन्छ रिल्याक्स गर्नु भनेर काउन्सिलिङ गर्नुहुन्छ अनि त्यसपछि फनेल सेपमा मैले चाहिँ लेफ्ट हातले गर्छु दाहिने हातले मलाई चाहिँ युटेरस हजुरले लेख्ने राइटले काम गर्ने पनि राइट थियो राइटै हाल्नु राइटै हो त्यसरी इफेक्टिभ हुँदैन डोमिनेन्टै हाल्नु हामीलाई यो तान्ने भन्दा नि एउटा धक्काउने एनर्जी उत्तिकै चाहिन्छ हजुरलाई चाहिँ तान्ने मात्र चाहिन्छ जस्तो फिल हुनसक्छ होइन तर त्यो होइन हामीलाई यहाँ तलबाट धक्काउने एनर्जी थाक्ने हातै तल्लो हो लेफ्ट राख्नु छिटो थाक्छ नि त डोमिनेन्टै राख्नु त्यसपछि त्यसलाई चाहिँ सर्भिक्स तल पर्ने गरेर सर्भिक्स भन्ने माथिबाट चाहिँ केमा राख्नु एन्टेरियर फर्निक्समा राख्नु फर्निक्समा त्यो याद भयो हजुरको हात चेक गरौँ म है यसरी है यो कुरा यो सर्भिक्स भन्दा अगाडि एन्टेरियर फर्निक्स थाहा नहुँदाखेरि सर्भिक्सै फिल्दिरहेको है त्यो चाहिँ याद गर्नुपर्छ है यहाँ राख्नु पर्यो त्यसपछि दोस्रो हात चाहिँ कहाँ हो राख्नु यो ट्रान्सप्यारेन्ट भएर सजिलो हुन्छ है थियो होला दोस्रो हात चाहिँ ठ्याक चाहिँ यसलाई यसरी भन्दा कपिङ गरेर एन्टेरियर अगाडिबाटै कपिङ गरेर फन्डसको जति सकिन्छ पछाडि आफू पुग्ने त्यसपछि पुरै तानेर तपाईँको के भएको हुनुपर्छ थाहा छ र गर्न त अगाडि उठाउनु यो भएको हुनुपर्छ है भित्र इमेजिन त्यो गरेर पेट बाहिरबाट गर्नु पर्यो अलिक सजिलो हुन्छ है तपाईँहरूलाई भर्खर रिसेन्टली डेलिभर्ड यो रिल्याक्स एब्डोमेन हुन्छ त्यो भएपछि राइट ह्यान्डले चाहिँ कम्प्रेस गर्ने लेफ्टले चाहिँ तान्ने दुईटा बीच हाम्रो मेकानिजम चाहिँ त्यही यो ट्राइन एन्ट्री होइन हात भएन कपिङ गर्ने यस्तरी भन्दै म्याक्सिमम 20 मिनट्स अब इफेक्टिभ चाहिँ 5 मिनट भन्दा हुँदैन भन्नु यो एओर्टिक कम्प्रेस यसरी चाहिँ गरेको हुनु पर्यो के भित्र चाहिँ हजुर एन्टेरियर फर्निक्स र यसमा चाहिँ त्यो दुईटामा चाहिँ हामीले ब्लड फ्लोलाई चाहिँ स्टप गरेको एमसी कम्प्रेसन गर्दा जहिले पनि म पेसेन्टको लेफ्टमा लेफ्टमा उभिनु पर्यो पेसेन्टलाई एक्सप्लेन गर्नु पर्यो अनि डोमिनेन्ट ह्यान्ड चाहिँ अब अम्बालिकल भन्दा 1 सेन्टिमिटर लेटरल लेफ्टमा 1 सेन्टि पहिले त्योभन्दा अगाडि चाहिँ कम्प्रेस गर्नुभन्दा अगाडि फिमरल गर्नु पर्यो त्यसपछि खिच्नु पर्यो सिधै स्टेबल गरेर त्यो एब्सेन्ट भएपछि छोड्ने है भएपछि छोड्ने मान्छेको धेरै एनर्जी भएर ट्रमा हो त्यो चाहिँ यसलाई हामीले एटलिस्ट 20 मिनटसम्म कम्प्रेस गरिरहन सक्छौँ तर एनाटोमी पनि याद गर्नुपर्छ है फेरि एनाटोमी पनि याद गर्नुपर्छ फाइदा भनेको चाहिँ यति बेलामा हामीले तल केही ट्रमेटिक कज छ कि अटोनीसँगै ट्रमा पनि हुनसक्छ त्यो हेर्न सकिन्छ अथवा कन्डम टेम्परेट रेडी गर्न सकिन्छ प्लस यत्तिकै ओटी ट्रान्सफर सेटिङ छ अनि यो कम्प्रेस गर्ने बेलामा यो चाहिँ फिमरल यो पल्सेसन भेटिन छोड्यो भनेपछि ठिक छ भन्ने ठिक छ त्यति मात्र गरी त्यो भन्दा बढी जुन लेभलमा त्यो पल्सेसन बन्द हुन्छ त्यही लेभलमा भन्दा अगाडिको गर्ने होइन अनि भ्रमक सेल हुन त कन्डम टेम्परेटमा जाने